यो देश बिगार्नमा तपाईको पनि हात छ। तपाईलाई तपाईकी आमाले 9 महिना पेटमा राखेर यो धरतीमा जन्म दिएकी होइन। आज एकचोटि ती जन्म दिने आमा र यो जन्मेको धरतीलाई सम्झेर छातीमा हात राख्नुस् र भन्नुस् यो देश बिगार्नमा मेरो पनि हात छ कि छैन भनेर। आज म तपाईलाई यो प्रश्न किन गरिराखेको छु भनेदेखि यदि मैले यो प्रश्न तपाईलाई गरिन भने यो देश बिगार्नमा मेरो पनि हात छ भन्ने महसुस हुन्छ। त्यसैले म तपाईलाई यो प्रश्न गर्दैछु। आजको प्रसङ्ग हो 26 वटा सोशल मिडिया बन्द गरेर तानाशाही प्रवृत्तिको केपी शर्मा ओलीको कारणले यो जेनजी आन्दोलनको सुरुवात भयो र सबभन्दा ठुलो हात पनि केपी शर्मा ओलीकै छ। त्यसलाई एकचोटि त खरानी बनाए नै अब सायद पार्टी पनि खरानी हुन्छ होला। केपी ओलीको मात्र होइन, यो देश बिगार्न तपाईको पनि हात छ। देशभरिका जनताबाट निर्वाचित तपाईँ सभासदहरू, मान्यज्यूहरू, मन्त्रीज्यूहरू तपाईहरू कतिजना हुनुहुन्छ त्यो त थाहा छँदैछ होला। जसमध्येमा प्रदेशको कुरा छोडिदेऊ, केन्द्रको मात्रै कुरा गर्ने हो भने केन्द्रमा त्यो संसद भवनभित्र मात्रै तपाईहरू 275 जना होल बाँधेर त्यो संसद भवनमा छिर्नु भएको थियो र त्यो संसद भवनभित्र छिरेर तपाईहरूले के गर्नुभयो त्यो पनि थाहा छ होला। चुनाव ताका जनता सामु गएर बोलेका कुराहरू के थिए एका छ कि बिर्सिनुभयो? मलाई लाग्छ पक्कै पनि तपाईहरूले बिर्सिनुभयो। संसद भवनभित्र छिरेर संसदमा गर्नुपर्ने क्रियाकलापहरू तपाईहरूले भुल्नुभयो। त्यसैले यो स्थिति उत्पन्न भयो र त्यसको दोषी तपाईँ पनि हो। संसद भवनलाई बाउको वीरता जस्तो मान्नुभयो, बाघको छालामा स्यालको रजाई गर्नुभयो, सत्ता पक्ष र प्रतिपक्ष एक आपसमा कुकुर र बिरालो जस्तो गरेर झगडा मात्रै गर्नुभयो। जनताका कुराहरूलाई वास्ता गर्नु भएन, जनतासँग के बोलेको थिए भन्ने कुरालाई सोच्नु भएन। हो, यही कारणले यो परिस्थिति उत्पन्न भयो। तपाईहरू पार्टीको युवा नेता भन्नुहुन्छ नि, तपाईँ पार्टीको युवा नेता भन्नुहुन्छ नि। गगन थापा, विश्वप्रकाश शर्मा, सुनिल शर्मा, योगेश भट्टराई, महेश बस्नेत, ज्ञानेन्द्र साई, तोसीमा कार्की, शोभिता गौतम, माधव सापकोटा, वर्षमान पुन लगायत तपाईहरू थुप्रैले तपाईहरू आफूलाई के भन्नुहुन्छ भने हामी पार्टीको युवा नेता हौँ, हामी यो देशलाई परिवर्तन गर्छौँ, जनताका सेवा सुविधामा हामी दत्तचित्त रहन्छौँ भनेर चुनाव ताका बोल्नु भएको थियो र आफूलाई युवा नेता पनि भन्नुहुन्छ। तर तपाईहरूले के गर्नुभयो? युवा नेताको भूमिका निर्वाह गर्नुभयो? गर्नु भएन। तपाईहरूले त केवल पार्टीको नेताको चाकडी मात्रै गर्नुभयो। स्यालले साँडेको फल हेरे जस्तो पार्टीको नेताले मलाई के दिन्छ भनेर त्यो फल हेरेर बस्नुभयो। अनि पार्टीको नेताले चाहिँ तपाईको नेताले चाहिँ तपाईलाई के देखाइदियो? फल देखाइदियो। अनि त्यसपछि तपाईहरू पार्टीको नेताले फल देखाउँदै गयो, तपाईहरू झर्ला र खाउँला भन्दै पछि लाग्दै ढुकेर बस्नुभयो। हो, यही ढुकेर बस्दै यो परिस्थिति आयो र जेनजी आन्दोलनको सुरुवात भयो। जेनजी आन्दोलन मात्रै भएन, 75 जनाको ज्यान गयो, सार्वजनिक सम्पत्ति ध्वस्त भयो, नष्ट भयो। यो हुनुमा कसैलाई दोष दिएर उम्किन नखोज्नुहोस्। यसको दोषी तपाईँ पनि हो। तपाईहरूले न नेतृत्व चेन्ज गर्न सक्नुभयो, न व्यवस्था चेन्ज गर्न सक्नुभयो, न नेतृत्व परिवर्तन गर्ने चेष्टा गर्नुभयो। बरु के गर्नुभयो? मेरो मन्त्रीमा लिस्ट पर्छ कि पर्दैन भनेर लिस्ट हेर्दै हिँड्नुभयो। लिस्ट हेर्दै हिँड्दै जाँदाखेरि न लिस्ट भेट्टाउनु भयो, न व्यवस्था चेन्ज गर्नुभयो। हो, त्यसैले यो परिस्थिति उत्पन्न भयो र यसमा तपाईँ दोषी हुनुहुन्छ।
जेनजी आन्दोलन ताका नेताका घरमा पैसाका गोदाम भेटिए होइन? कति भेटिए? कहाँबाट आएको थियो भनेर न कसैले भन्यो, न भेट्टाउनेले भने कति थियो भनेर, कहाँबाट आएको थियो भनेर न हामीले थाहा पायौँ। वास्तवमा भन्नुपर्दा त्यो नेताको घरमा पैसा पुर्याउने तपाईँ हो। तपाईको कारणले त्यो नेताको घरमा पैसाको गोदाम बन्यो। स्मरण पक्कै पनि होला, चुनाव ताका तपाईहरुले आफ्नो पार्टीबाट टिकट पाउनको लागि कति कति करोडको दरले पार्टीको टिकट किन्नु भएको थियो। पार्टीको टिकट किनेर चुनाव लडेको होइन, करोडौं खर्च गरेर लडेको चुनाव। अनि तपाईलाई जनताको किन मतलब हुन्थ्यो? तपाईलाई मतलब त मन्त्रीको थियो, मन्त्रीको लिस्टको थियो। अब तपाई आफै भन्नुस्, तपाईले टिकट किन्दा दिएको पैसा नेताको घरमा हुन्छ कि हुँदैन? गोदाम बनाएर राख्छन् कि राख्दैनन्? कहाँ राख्ने? बैंकमा त आय स्रोत चाहिएला, स्रोत देखाउनु पर्ला। स्रोत नदेखाउन नमिल्ने गरी तपाईले दिनुभएको थियो। त्यसकारणले त्यो पैसाको गोदाम नेताको घरमा भेट्यो। अझै समानुपातिक तर्फका माननीयजीहरूलाई त कस्तो आनन्द भयो। न पार्टीमा संघर्ष गर्नु पर्यो, न योगदान दिनु पर्यो, केही पनि गर्नु परेन। तपाईले त पैसा जम्मा गरेर राख्नुभयो, चुनाव ताका समानुपातिक कोटा किन्नुभयो र तपाई माननीय हुनुभयो। अब माननीय भइसकेपछि तपाईलाई के मतलब थियो? तपाईलाई माननीय हुनु मात्र हैन, अब तपाईलाई पनि मन्त्री हुनु थियो। तपाईले पनि मन्त्रीको लिस्ट हेर्दै 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 जाँदाखेरि यो परिस्थिति उत्पन्न भयो र जेनजी आन्दोलन भयो र यो देश बिग्रिनुमा, तहस नहस हुनुमा तपाईको पनि हात छ। भ्रष्टाचार कसरी गर्ने भन्ने कुरो सायद कार्यकर्तालाई पनि भ्रष्टाचार गर्ने तरिका सिकाउनु भएको होला। अनि जनतालाई पनि भ्रष्टाचार गर्ने तरिका सिकाउनु पनि तपाईहरु। त्यसैले यो देश बिग्रिनुमा तपाईको पनि हात छ। तपाई कुनै समानुपातिक तर्फको एकजना मान्यज्यूले भन्नुस् त, पार्टीलाई पैसा नबुझाइकन को माननीयज्यू हुनुभयो? अनि तपाईलाई के को मतलब? जनताको बारेमा, जनताको सेवा सुविधा सुशासनका कुरा तपाईलाई गर्नु जरुरी थिएन, यसकारणले गर्नु। अरबौं रुपियाँ खर्च गरेर संविधान सभाको चुनाव भएको होइन। 601 जनाको जम्बो टोलीले 8 वर्ष लगाएर संविधान बनाएको होइन हो। स्वाभाविक रूपमा संविधानमा केही तलमाथि होलान्, त्रुटिहरू होलान्। तपाईलाई संसद भवनमा जनताले निर्वाचित गरेर किन पठाएको? कुकुर र बिरालो जस्तो झगडा गर्न, एउटा पार्टीले अर्को पार्टीलाई सिध्याइदिन, संसदको रोस्टममा बसेर युएललाई र उल्लाई कब्जा गर्छु भन्न तपाईलाई गाई गोठालो पठाएको? तपाईले संसदको रोस्टममा जनतालाई उत्तेजित बनाउन पठाएको कि हो ती संविधानमा नमिलेका बुँदाहरू, ती संविधानमा नमिलेका कुराहरू आपसी छलफल गरेर टुङ्गो लगाऊ, जनतालाई सुशासन देऊ, देश तिमीहरू चलाऊ भनेर निर्वाचित गरेर पठाएको होइन? आखिर के गर्नु? जनताको सवालमा भन्दा पनि आन्दोलन गर्ने सवालमा, यो पार्टीले त्यो पार्टीलाई सिध्याइदिन्छु भन्ने सवालमा, देश कब्जा गर्छु भन्ने सवालमा, यो बनाउँछु र त्यो बनाउँछु भन्ने सवालमा तपाईहरुले समय बिताउनु भयो। जनताका एउटा पनि काम गर्नु भएन हो। त्यसैले यो परिस्थिति उत्पन्न भएको र त्यसको दोष तपाई नै हो। प्रचण्ड, राजेन्द्र लिङदेन, ज्ञानेन्द्र साई, तपाईहरु जस्ता तमाम युवा भनिएका नेताहरूले
देशलाई कब्जा गर्ने कुरा गर्नुभएको होइन। यो पार्टीलाई सिद्ध्याइदिन्छु, त्यो पार्टीलाई सिद्ध्याइदिन्छु भनेर संसदको रोस्ट्रमबाट बारम्बार भनेको होइन। जनतालाई आन्दोलित पार्नलाई उक्साको त्यो संसद रोस्ट्रमबाट होइन। तपाईँहरूले संसदको रोस्ट्रम भनेको तपाईँलाई आन्दोलन गर्ने ठाउँको लागि पठाएको हो। संसदको रोस्ट्रम भनेको जनतालाई उत्तेजित पार्ने ठाउँ सम्झिनुभयो। तपाईँहरूलाई त्यसको लागि त्यहाँ पठाएको थियो कि नमिलेका कुराहरूलाई मिलाउनु भनेर पठाएको थियो? संसदको रोस्ट्रममा उभिएर बारम्बार तपाईँहरूले त्यो कुरा भनेको हुनाले गर्दाखेरि जनता आन्दोलित भए, सडकमा आए र यो परिस्थिति आयो। यो परिस्थिति आउनुमा यस कारण पनि तपाईँको हात छ। केन्द्रमा 275 जना तपाईँ मान्यज्यू मन्त्रीज्यूहरूले कुरा तपाईँहरूले देश कब्जा गर्ने, पार्टीलाई सिद्ध्याउने, यो व्यवस्था ल्याउने र त्यो व्यवस्था ल्याउने भन्दैमा तपाईँहरूले देशको सम्पत्ति भत्ता दोहन गर्नुभयो। त्यसैको रिस र तपाईँहरूले उत्तेजित गरेको भाषाको कारण जनताहरू सडकमा आए र यो परिस्थिति आयो। यो परिस्थितिमा तपाईँको दोष छ। देशलाई तहस नहस बनाउने, देशमा अराजकता फैलाउने, कसरी हुन्छ यो देशलाई कमजोर बनाउने पनि कुनै शक्ति थियो होला। त्यसको पनि देश विदेशीको पनि हात थियो होला। हो, ती व्यक्तिहरू आज बहुत खुसी भइरहेका होला, रमाइलो लागेको होला, आनन्द लागेको होला। तर जेनजी आन्दोलन जुन उद्देश्यले भएको थियो त्यसको परिणाम सही आयो। जसले जेनजी आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति तोडफोड लुटपाट गर्यो नि, के तिमीहरूले ठिक गर्यौ जस्तो लागेको छ? यो देशको सम्पत्ति तिमीहरूको होइन। सार्वजनिक तथा निजी सम्पत्ति लुटपाट र आगजनी गर्नु राम्रो कुरा हो। तिमीहरूलाई यही महसुस भएको छ? तिमीहरूलाई पछुतो लागेको छैन? आनन्द लागेको छ? अब पनि त्यस्तै गर्ने विचार छ? सँगै गएका आन्दोलनमा सहभागी साथीहरू 75 जनाको मृत्यु भयो। त्यसको बदलामा के भयो? त्यसको बदलामा के आयो? केपी शर्मा ओलीको सरकार गयो, सुशीला कार्कीको सरकार आयो। होइन कि योभन्दा ठुलो उपलब्धि अहिलेसम्म केही भएको छ? तर जेनजी भाइ बहिनी हो, तिमी सँगै गएर त्यहाँ छातीमा गोली खाएर मृत्यु भएका ती 75 जना व्यक्ति आउन सक्छ? ल्याउन सक्छौ? त्यसको कुनै उपाय छ? जेनजी आन्दोलन हुनु नै पर्ने थियो, भयो। तर जेनजी आन्दोलनमा जे नहुनु पर्ने थियो त्यो पनि भयो। आज हामीले ती 75 जना शहीद भाइ बहिनीहरूलाई हार्दिक श्रद्धाञ्जली र घाइते हुनेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना भन्दा अरू केही भन्न सकेको छैन। सायद तपाईँहरूले पनि योभन्दा माथि केही गर्न सक्नु भएको छैन। जेनजी आन्दोलनको नाममा जसले जानेर वा नजानेर सार्वजनिक वा निजी सम्पत्ति तोडफोड गर्ने, आगलागी गर्ने र लुटपाट गर्ने गर्यौ नि, यो तिमीहरूको पनि सम्पत्ति थियो। यसमा तिमीहरू कुनै न कुनै कोणबाट बिकेकै हुनुपर्छ, नबुझेकै हुनुपर्छ। तिम्रो हजुरबाउलाई सोध, अनि थाहा हुन्छ आजभन्दा 50 वर्ष अगाडि नेपालको स्थिति के थियो भनेर। गाउँमा हुने तिम्रा हजुरबाले कोदाको ढिँडो, मकैको ढिँडो खाएर पुरा पेट भरिँदैन थियो। बाटो घाटो, बिजुली बत्ती, नेट, इन्टरनेट, मोबाइल यी तिम्रा हजुरबाउका सपनाका कुरा। यसको सदुपयोग तिमीहरूले गर्न जानुपर्छ। हजुरबाको पालाको यो समस्या तिमीहरूलाई कथा जस्तो लाग्छ। त्यसैले ती भौतिक संरचनाहरू पनि कथा जस्तै लाग्यो होला। कथा होइन, ती सङ्घर्ष हुन्, ती योगदान हुन्। नेपालमा विकास हुँदै नभएको होइन, तर जति हुनुपर्ने थियो
त्यति चाहिँ नभएको। अबका जेनजी वैज्ञानिक युवाहरूले, यो देशको बागडोर जेनजी मित्रहरूले सम्हाल्नुपर्छ। भत्काउन सजिलो छ, बनाउन निकै गाह्रो छ। सबै पार्टीमा जेनजी युवाहरू छन्। सबैले सकारात्मक सोच, सकारात्मक विचार, सकारात्मक अवधारणा लिएर अब जेनजीहरूले सम्हाल्नुपर्छ। ढिलो चाँडो अब चुनाव त हुन्छ। अनि तपाईहरू जनता जसले गएका चुनावहरूमा पटक पटक भोट हाल्नुभयो, तर काहीँ न काहीँ कतै न कतैबाट तपाईहरू बिकेर भोट हाल्नुभयो। तपाईँ पनि कुनै न कुनै पार्टीको झोले नै बन्नुभयो। राम्रो र नराम्रो सायद छुट्याउन सक्नु भएन होला। कोही पैसामा बिक्नुभयो होला, कोही मासु र भातमा बिक्नुभयो होला, कोही रक्सीमा बिक्नुभयो होला। त्यसैले तपाईँले सही ठाउँमा भोट हाल्नु भएन होला। यसकारण पनि यो परिस्थिति आएको। अब आउने चुनावमा नयाँ र पुराना दल, नयाँ र पुराना पार्टीहरूको लर्को लागेर तपाईँको ढोका ढोकामा आउनेछन्। पुराना जति सबै खराब र नयाँ सबै राम्रा भन्ने हुँदैन। त्यति बेला तपाईँको स्वविवेक प्रयोग गर्नुहोस्। तपाईँले छुट्याउन सक्नुपर्छ, तपाईँले भन्न सक्नुपर्छ, अनि मात्रै तपाईँको भोटको कदर हुनेछ, तपाईँको अधिकार हुनेछ। होइन फेरि पनि मासु भात र रक्सीमा बिक्नुभयो भने भोलिको दिनमा पनि यही स्थिति आउँदैन भन्न सकिन्न। त्यसैले विचार गर्नुहोस्। हिजोको दिनमा तपाईँले भोट हाल्दा गल्ती गरेको कारणले आज यो स्थिति उत्पन्न भयो। त्यसैले यो देश बिग्रिनुमा तपाईँको पनि हात छ। यो देश बिगार्नमा तपाईँको जसरी हात छ, यो देश बनाउन पनि तिनै हातहरू प्रयोग गर्नुपर्छ र तिनै हातले यी देशहरू बन्छ।